हाई गाइज मेरो मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ होइन। आज चाहिँ म बिहान बिहान उठेर फ्रेस हुन गएँ कलतिर होइन। त्यसपछि मुखसुख धोएर ब्रसर्स मारेर रेडी भएँ काम गर्नको लागि। हाम्रो चाहिँ एक हप्ताभन्दा धेरै भइसकेको थियो काम सुरु गरेको किचनको होइन। अनि खत्तमै भएको थिएन गाइजहरू, त्यही हो। भित्रपट्टिबाट चाहिँ गाइजहरू यस्तो देखिन्छ। हाम्रो किचन चाहिँ एक हप्ताभन्दा धेरै भइसकेको छ यो सुरु गरेको चाहिँ हामीले काम मदर डेरीले। आजको वेदर चाहिँ त्यस्तै हो, न घाम न पानी, ठिकै थियो होइन। अनि हजुरहरूलाई चाहिँ मेरो अडियन्सहरूसँग भेट गर्न चाहन्छु। यो चाहिँ हो मेरो अडियन्सहरू गाइज। अनि मैले चाहिँ हाम्रो प्लुडनलाई चलाउँदै थिएँ अनि त्यो चाहिँ पुरा रिसाइरहेको थियो मसँग, मलाई धम्की दिइरहेको थियो गाइजहरू। त्यतिकैमा मलाई चाहिँ बाउले बोलाउनु भयो काम गर्नको लागि। अनि हामी चाहिँ सुरु गरेँ काम गर्न लागि। त्यहाँबाट हाम्रो काम चाहिँ यस्तो सुरु भयो कि गाइजहरू, तल माथि झुन्डिने, कुच्याउने, बिचमा हाल्ने, यताबाट गर्ने उताबाट ठेल्ने, यस्तो गाइज हात चेपिरहेको थियो गाइजहरू। अनि बाउ चाहिँ भित्रबाट काम गर्दै हुनुहुन्थ्यो भने मैले चाहिँ बाहिरबाट यसो बिग्रेको चिमहरू मिलाउँदै थिएँ गाइजहरू। यो चाहिँ गर्न धेरै गाह्रो हुन्छ, त्यही हो। अनि हामीले चाहिँ बेलुकाबाट सुरु गर्थ्यौँ काम, बेलुका चाहिँ साँझै परेपछि चाहिँ हामीले बिहानबाट काम गर्ने भनेर बाउले भन्नुभएको थियो। अनि मेरो यो नोकिया फोन चाहिँ बाटोमा मैले तेर्सेर राखिरहेको थिएँ भिडियो गर्नको लागि। अनि मम्मीहरू त्यही बाटो हिँडिराख्नु भएको थियो। अनि त्यही अब झरे पो दिला कि भनेर यस्तो मोबाइलमा ध्यान गइरहेको थियो मेरो चाहिँ होइन। झाडुसाडुले पो के भए हानिदिइहाल्ला कि लागिहाल्ला कि मिस्टेकली भनेर। त्यति बेला नै मेरो हातमा काँडा घुसेको हुनाले मलाई याद आयो कि यसमा धेरै इन्जुरी हुने चान्स छ भनेर मैले चाहिँ मेरो दादाको बाइकको ग्लोभ्स ल्याएर मेरो हातमा लगाएँ गाइजहरू। त्यही हो, दादाको चोट लगाएपछि अब के भन्ला कि भनेर डर नदेखाइकन मैले चाहिँ काम गर्न सुरु गरेँ। त्यहाँबाट सुरु हुन्छ तलबाट तान्ने कि माथि तान्ने कि बिचमा तान्ने कि कहाँ कहाँ तान्ने गाइज। मैले चिप्लेर झन्डै लड्न गाइज। अनि मेरो कम्मर चाहिँ झन्डै भाँचेको थिएँ, बाँधेर चाहिँ झुन्डिरहेको थिएँ म चाहिँ। अनि त्यही हो, यस्तो गाह्रो भयो थियो लगाउन, मेरो हात चाहिँ त्यहीँ चेप्टिरहेको थियो होइन। बाउ चाहिँ बिर्सेको गर्नुहुन्छ, अब के भन्नु, बाउ पनि बिर्सिने, अब छोराको त कुरै नगरौँ गाइजहरू। मैले यो क्लिप चाहिँ यस्तो धेरै रिकर्डिङ गरेछु कि मलाई एडिट गर्न यस्तो गाह्रो भइरहेको थियो। रिकर्डिङ मात्रै भयो भने त गाइजहरू मैले यहाँ चाहिँ क्लिप पनि धेरै नै एडिट गर्नको लागि यहाँ चाहिँ राखेको छु, त्यो भएर यस्तो गाह्रो भयो कि मलाई। अनि मैले चाहिँ सबै डिलिट गरिदिइरहेको छु गाइजहरू। कुन कुन इम्पोर्टेन्ट हो त्यो चाहिँ मलाई थाहा भएन, सबै दबाउँदै क्लिक गर्दै सबै डिलिट गरिदिएँ मैले गाइजहरू। धेरै लामो भयो कि यो मिनी ब्लग भन्दा नि यो लङ ब्लग चाहिँ भयो जस्तो लागिरहेको छ मलाई चाहिँ। अब जुन हेरेँ त्यही मनपर्ने। अनि सबै मन पराउनु के भएर धेरै क्लिप एड गर्छु मैले, त्यही भएर चाहिँ डिलिट गरिदिइरहेको छु। अनि अब चाहिँ लास्टमा आइसक्यो हामी चाहिँ। अब यो लास्टको कुरा गरौँ है, अब यो कस्तो हुन्छ भनेर। लास्टमा चाहिँ अलिक गाह्रै हुन्छ सबैभन्दा। अनि त्यही हो, तल धेरै चिम जान्छ त अनि माथि ल्याउनु पऱ्यो, त्यसको लागि झन् गाह्रो हुन्छ।